यम्मी यम्मी सब्जी भन्दैछ दाजु घाममै बसेर हान्दै हुन्छ त ल अब आउँदो वर्षमा यसरी नै मनाउन पाऊँ होइन यो उपलक्ष्यमा सबैलाई हार्दिक शुभकामना हेलो सेवारो नमस्कार सबैजनालाई आज किराँतपुर चुल्नु कन्काई नगरपालिका 2, 3, 4, 5 को संयुक्त आयोजनामा उधौली पर्वको चाहिँ एकदम हाम्रो यहाँनिर पूजा तथा हाम्रो भोज कार्यक्रम पनि भइरहेछ। यहाँ चाहिँ अहिले हामी कन्काई नगरपालिका वार्ड नम्बर 2 सुकेटाङ्गी वनमा हाम्रो चाहिँ भइरहेछ। यहाँ हाम्रो म्याम स्वयंसेवक ग्रुपमा एकदमै खटिराख्नु भएको छ होइन भलिन्टियरको रूपमा एकदम खटिराख्नु भएको छ। हामी चाहिँ अलिक ढिलो आयौँ मेरो बाइकको चेन चुडेर अलपत्र पऱ्यो नि आधी बाटोमा। आज शुक्रबार छ फेरि शुक्रबार छ कहीँ रहन्छ 2-3टा ग्यारेजमा डोर्याउँदै पुगेर अनि बल्ल एउटाले गरिदिएर अनि आएको जो आजको साह्रै रमाइलो भयो। नेक्स्ट इयर योभन्दा अझै धेरै रमाइलो हुन्छ खतरा हुनुपर्छ खतरा। हामी सबै खानाको पर्खाइमा छौँ यहाँ चाहिँ अब ठ्याक्क 12-1 बज्न लागेको छ। यहाँ हाम्रो चाहिँ यम्मी यम्मी सब्जी भन्दैछ राजकुमार ल ठिक छ। यता सलाद हाम्रो आज सानो छिटो मिठो भोजन यहाँ सुरु हुँदैछ हाम्रो भोजन के अरे भोज कार्यक्रम। ल दाजु सेवारो आज ठिकै छ हाम्रो भइरहेछ। यता पुलाउ यता यहाँ हाम्रो आज किचनको हाम्रो दाइ तल 3 नम्बरबाट पूर्णबहादुर खड्काले एकदम भरपुर उहाँको चाहिँ यो अगुवाईमा हाम्रो यो किचनको काम भइरहेछ र उहाँलाई पनि धेरै धेरै धन्यवाद। ल सेवारो हाम्रो हस्त दाइ ल के छ भन्नेको कुरो छ भने भनिदिइहाल्नु है। यो 83 सालको आज उभौली पूजा गरियो। अब मङ्सिर पूर्णिमा फेरि चाहिँ गर्ने हो 84 लाग्छ होला 83मै पर्छ। आजलाई यति नै हो। हुन्छ धन्यवाद। ल यता हाम्रो खाने कार्यक्रम पनि चलिरहेछ। ल ल नलजाइ खानु ल है सेवारो ल हाम्रो यता देवमान अङ्कल पनि हुनुहुन्छ यता किराँतपुर चुम्नु 2, 3, 4, 5 को संयुक्त आयोजनामा हाम्रो यतापट्टि यहाँ नाचगान कार्यक्रम पनि चलिरहेछ हाम्रो। ल सेवारो हो सबैजनालाई सन्तोष सर सेवारो। ल दाजु घाममै बसेर हान्दै हुन्छ त ल यता आदङ्गहरू हुन्छ यता पनि बसेर सबै खाँदै हुन्छ। खाना चाहिँ कस्तो भयो कुन्नी सेवारो छैन छुटेको ल के छ भने भनिहाल्नु है केही छैन। ल भने यतापट्टि हाम्रो चाहिँ यहाँ पूजास्थल अर्को एउटा हाम्रो लिम्बूहरूको पूजास्थल भनेर हामीले माथिको सधैँ मैले हजुरहरूले देखाउने गरेको थिएँ। त्यो चाहिँ आज म अलिकति मेरो टेक्निकल समस्याले गर्दा चाहिँ जान पाइनँ त्यसको लागि सरी। र हाम्रो यहाँ ढोलहरू यहाँ छ हाम्रो साधन सर चाहिँ एकदम हतार हुँदैछ स्कुलमा काम छ अरे सर चाहिँ जाँदै हुन्छ बिदा माग्दै। बाजे के छ भने भन्नु है राम्रो छ। ल सर नमस्कार के भन्नु छ भने भन्नु है उधौलीको उपलक्ष्यमा। आज उधौली हामीले पहिलोचोटि मान्छौँ होइन दोस्रोचोटि हो उधौली उभौली चाहिँ पहिलोचोटि दोस्रो पोहोर चाहिँ सानो थियो माथि नै थियो हजुर त्यसमा चाहिँ यहाँ माथि पनि गऱ्यो यहाँ पनि गऱ्यो यो हरियाली होइन हामी मनाउँदैछौँ साह्रो रमाइलो लागिरहेछ। अब आउँदो वर्षमा यसरी नै मनाउन पाऊँ होइन यो उपलक्ष्यमा सबैलाई हार्दिक शुभकामना राम्रो होस् मङ्गल होस् धन्यवाद। हस् धन्यवाद सान सरलाई। बेला भइहाल्यो एकछिन एकछिन म त खिच्नु परेन सबैजना यो त धान नाच्दा कहाँ अब हामीलाई आउँदैन भाषा सासा
उभौली पर्व उपलक्ष्यमा चाहिँ आज हाम्रो यहाँ चाहिँ धान राच हाम्रो चाहिँ यहाँ गइरहेछ हाँसमा त भाइ ल सबैजना हामी चाहिँ आज यहाँनिर हाम्रो तल्लोपट्टि देखेको थान्चे पूजा स्थल हो फेरि पनि उभौली पर्व 2083 को सबैलाई शुभकामना साथै बुद्ध जयन्तीको पनि सबैलाई शुभकामना व्यक्त गर्दछु आज चाहिँ संयुक्त धाननाच लिम्बूहरूको धाननाच हुन्छ एउटा च्याब्रुङ नाच केलाङ माङलाङ हुन्छ हाम्रो चाहिँ यो हामी चाहिँ अलिकति प्रकृति पूजक भएको कारणले हाम्रो चाहिँ यो रुखको फेद हो हाम्रो चाहिँ पूजा स्थल आजको हो च्याब्रुङहरू आइपुग्यो है ल च्याब्रुङ पनि सँगसँगै छ बिचमा हाम्रो केलाङ नाच पनि भइरहेछ हाम्रो एकदम रमाइलो उभौली पर्वको अन्तिम क्षणमा नाचगान रमाइलो कार्यक्रम चलिरहेछ हजुरहरूले पनि उधौली पर्व साकेला नृत्य लगायत हाम्रो बुद्ध जयन्तीको उपलक्ष्यमा सबै हजुरहरूलाई एकदमै शुभकामना भन्दै सानो यो भिडियोबाट चाहिँ म बिदा माग्छु फेरि भेट्नुहुनेछ